समयमा समयको ख्याल गर्न समयले नै सिकायो। मेरो असल जिम्मेवार भन्ने अठोट समयले नै निष्क्रिय बनायो। समयलाई समय दिनुपर्छ भन्ने कुरा पनि समयले नै बुझायो। समयसँगै आइरहने तीता पलहरूलाई मिठो बनाउने अचम्मको कला समयले नै सिकायो। जस्तै परिस्थितिमा नडगमगाउने साहसी पनि समयले नै बनायो। उनले त भनेकी थिइन्, तिम्रो सबै प्रश्नको उत्तर समयसँगै छ। तर मसँग समयलाई समय दिने फुर्सद नै कहाँ थियो र? मलाई त आकाश छुनु थियो, सबैभन्दा अगाडि हुनु थियो, मेरो प्रिय मान्छेको प्रिय हुनु थियो। सायद त्यसैले नै होला समयलाई समय दिन सकिन, एकछिन कुर्न सकिन, जे छ त्यसमै रम्न सकिन। आज यो समयको भुमरीमा यति गहिरो फसे कि चाहेर पनि ऊबाट टाढा हुन सकिन। विगतका ती मिठा पलहरू जुन सँगै बिताएका थियौ, ती पलसँग पनि म राम्ररी बिदा लिन सकिन। गल्ती समयको थियो वा मैले गर्ने मायाको छुट्याउन सकिन। खै के कमी थियो म र मेरो मायामा जुन तिमीलाई काफी हुन सकेन। तिमीले गरेका ती बाचा र माया जस्तै लाग्ने त्यो मिठो माया के साँच्चैको थियो र? बुझ्न सकिन। अनि सुन न, तिमीसँग बिताएका ती समय मेरा लागि अत्यन्त प्रिय छन्, जति प्रिय तिमीलाई तिम्रा पुस्तकहरू। तिमी आफै भन न कि तिमी तिम्रा प्यारा पुस्तकहरूबाट टाढा रहन सक्छौ? हो त्यसरी नै कि म मेरो प्रिय तिमीबाट टाढा रहन सकुला? मेरो अनुपस्थितिले मेरो मूल्य तिमीलाई महसुस गरौला वा नगरौला, तर मलाई विश्वास छ कि समय बलवान छ। त्यसैले अब समयलाई नै समय दिने सोचमा छु, तिमीलाई मिठो सपनाको रूपमा मनभित्र बुन्ने सोचमा छु। थाहा छैन तिम्रो हात र तिम्रो साथ छुटेपछि आफूलाई कसरी सम्हाल्ने हो। तर अब मेरो सबै प्रश्नहरूको उत्तर समयसँगै माग्नेछु र पर्खनेछु त्यो समयलाई, किनकि मलाई थाहा छ कि समय साँच्चै नै बलवान छ।